नेपालमा एउटा यस्तो शहर छ जसको कथा कुनै फिल्मको भन्दा कम छैन। उत्थान, पतन र फेरि पुनर्जन्म सबै देख्यो यो शहरले। आज हामी यही बन्दीपुरको अविश्वसनीय यात्राबारे कुरा गर्नेछौँ। आजको दिनमा बन्दीपुरलाई नेवारी संस्कृतिको जीवन्त संग्रहालय भनेर चिनिन्छ। साँच्चै त्यहाँ पुग्दा त्यस्तै अनुभव हुन्छ। ढुङ्गा बिछाइएका ती सफा गल्लीहरू, ती कलात्मक झ्यालहरू हेर्दा लाग्छ समय नै कतै रोकिएर बसेको छ। तर सोच्नुस् त, यो जीवन्त संग्रहालय कुनै बेला लगभग भूत शहर बन्न पुगेको थियो। कसरी एउटा यति सम्पन्न व्यापारिक केन्द्र गुमनाम हुन पुग्यो र त्योभन्दा पनि महत्त्वपूर्ण, फेरि कसरी आफ्नो पहिचान बनाउन सफल भयो? आउनुहोस् यही कथाको गहिराईमा डुबौं। ल, कथा सुरु गरौं यसको स्वर्णयुगबाट। त्यो समय जब बन्दीपुर एउटा सामान्य पहाडी गाउँ मात्र थिएन, व्यापार र समृद्धिको एउटा शक्तिशाली केन्द्र थियो। अब सुरुमा यो ठाउँ मगर समुदायको थियो। उनीहरू नै यहाँका मूल बासिन्दा थिए। तर 18औं शताब्दीतिर काठमाडौँ उपत्यकाबाट आएका नेवार व्यापारीहरूको नजर यो ठाउँमा पर्यो। उनीहरूले यसको रणनीतिक महत्त्व बुझिहाले र उनीहरू व्यापार गर्न मात्र आएनन्, आफूसँगै ल्याए एउटा नयाँ वास्तुकला, नयाँ संस्कृति र समृद्धिको एउटा सिङ्गो सपना। बन्दीपुरको सफलताको सबैभन्दा ठूलो रहस्य थियो यसको लोकेसन। यो एउटा फनलिङ पोइन्ट जस्तै थियो। मतलब भारत, पहाड र तिब्बत बीचको व्यापार गर्ने सबै बाटोहरू यहीँ आएर मिल्थे। अनि अर्को ठूलो फाइदा यो डाँडामा थियो, जसले गर्दा तराईमा लाग्ने औलोको डर थिएन। त्यसैले त यो व्यापारको लागि एकदमै सुरक्षित र आदर्श केन्द्र बन्यो। एकपटक आँखा छिम्लेर कल्पना गरौँ त त्यो बेलाको बन्दीपुर। जताततै चहल पहल, इटाका अग्ला अग्ला घरहरू, कलात्मक झ्यालहरू अनि ढुङ्गा बिछ्याइएका सडकमा व्यापारीहरूको घुइँचो। यो शहर यति महत्त्वपूर्ण र प्रतिष्ठित थियो कि सोच्नुस् त, राणाकालमै यहाँ एउटा पुस्तकालय खोलिएको थियो। त्यो जमानामा यो सानोतिनो कुरा थिएन है। तर भनिन्छ नि, सधैँ दिन उस्तै रहँदैन। बन्दीपुरको कथामा पनि एउटा पतनको अध्याय आउनै बाँकी थियो। अब हेरौं कसरी त्यो चम्किलो संसारमा अध्यारो छाउन थाल्यो। बन्दीपुरको पतनको कारण एउटा मात्र थिएन, बरु दुईवटा ठूला प्रहारले यसलाई लगभग धराशायी नै बनाइदियो। पहिलो प्रहार सन् 1968मा जिल्ला सदरमुकाम दमौली सारियो। यसले बन्दीपुरको प्रशासनिक महत्त्व खोस्यो। अनि त्यसको केही वर्षमै अर्को अझ ठूलो प्रहार भयो। पृथ्वी राजमार्ग बन्यो, तर त्यो राजमार्गले बन्दीपुरलाई छोएन, सिधै तलबाट गयो। जुन राजमार्ग देशको लागि विकासको बाटो थियो, त्यही राजमार्ग बन्दीपुरको लागि भने अभिशाप बन्यो। व्यापार जुन यो शहरको मुटुको धड्कन थियो नि, त्यो अब बन्दीपुरलाई बाइपास गरेर तलैबाट हुन थाल्यो। बन्दीपुर एक्लियो। अब व्यापार नै नभएपछि त्यहाँ बसेर के गर्नु? व्यापारीहरूले एक एक गर्दै बन्दीपुर छोड्न थाले। कोही नजिकैको डुम्रे बजार झरे, कोही अलि पर काठमाडौँ पोखरातिर लागे। बिस्तारै त्यो गुल्जार शहर रित्तिन थाल्यो। शहर कतिसम्म खाली भयो होला भने त्यहाँका पुराना मान्छेहरू अझै सम्झन्छन्। घरहरू यति खाली थिए कि जुन घर मन लाग्यो त्यही घरलाई स्कुल बनाउन सकिन्थ्यो। सोच्नुस् त, कुनै बेलाको त्यो जीवन्त बजार अब साँच्चीकै एउटा भूत शहर जस्तो देखिन थालेको थियो। तर कथा यहीँ सकिएको भए आज हामी बन्दीपुरको कुरा नै गर्ने थिएनौँ। अब सुरु हुन्छ यो कथाको सबैभन्दा प्रेरणादायी अध्याय, एक समुदायको पुनरुत्थानको कथा। हो, बन्दीपुरका मानिसहरूले हार मानेनन्। सन् 1992मा उनीहरूले निर्णय गरे, अब अरूको भर पर्ने होइन, आफ्नो शहर आफैले बनाउने। अनि एउटा सिङ्गो समुदाय आफ्नो पुर्ख्यौली सम्पदा बचाउन एकजुट भयो। वास्तवमा बन्दीपुरको पुनर्जन्मको कथा यहीँबाट सुरु हुन्छ। उनीहरूको योजना एकदमै सरल तर निकै चलाक थियो। उनीहरूले सोचे, हाम्रो सबैभन्दा ठूलो समस्या के हो? यी पुराना खाली घरहरू। अनि उनीहरूले यही समस्यालाई नै समाधान बनाए। पहिलो, यी घरहरूको संरक्षण गर्ने। दोस्रो, यिनै घरहरूलाई गेस्ट हाउस, क्याफेमा बदल्ने। र तेस्रो, बन्दीपुरलाई एउटा नयाँ पर्यटकीय पहिचान दिने। यही 3 सूत्रीय योजनाले कमाल गर्यो। भन्नुको मतलब उनीहरूले आफ्नो इतिहासलाई नै आफ्नो भविष्यको आधार बनाए। जुन पुराना घरहरू हिजो बोझ जस्ता देखिन्थे, आज तिनै घरहरू पर्यटकहरूलाई तान्ने मुख्य आकर्षण बने। सम्पदा नै उनीहरूको नयाँ अर्थव्यवस्था बन्न पुग्यो। त्यसो भए बन्दीपुरको यो पुरै कथाबाट हामीले के सिक्न सक्छौं त? यो डाँडामा रहेको विरासतले हामीलाई के सन्देश दिन्छ? यो परिवर्तनलाई हेरौँ न। स्वर्णयुगमा बन्दीपुरको आर्थिक इन्जिन थियो हिमालय पार व्यापार, आज छ पर्यटन।
त्यति बेलाको पहिचान थियो एउटा व्यापारिक केन्द्र, आज छ जीवन्त सांस्कृतिक संग्रहालय। हिजोको जीवनरेखा एउटा व्यापारिक मार्ग थियो भने आजको जीवनरेखा हो यही संरक्षित सम्पदा हो। त्यसैले यो कथा एउटा सहरको मात्रै होइन, यो त एउटा समुदायले मिलेर आफ्नो सम्पदालाई कसरी बचायो भन्ने कुराको शक्तिशाली उदाहरण हो। यसले यो पनि देखाउँछ कि विकासको एउटा बाटो जस्तै राजमार्गले कसरी भाग्य बनाउन र बिगार्न सक्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, काठमाडौँ उपत्यका बाहिर यति राम्रोसँग संरक्षित नेवारी सहर सायदै अर्को होला। र अन्त्यमा यो कथाले एउटा गम्भीर प्रश्न पनि छोडेर जान्छ। त्यो बेलाको राजमार्ग त बाटो थियो, आजको राजमार्ग के होला? कि यो नयाँ प्रविधि हो वा विश्वव्यापीकरण? हामी सबैले सोच्नुपर्ने कुरा के हो भने विकासको यो नयाँ दौडमा कतै हामीले हाम्रा अरू बन्दीपुरहरूलाई पछाडि त छोडिरहेका छैनौँ।